ज्यालादारी तलब वेतनको पनि व्यवस्थापन थिएन। ज्यालादारी रूपमा चाहिँ स्वास्थ्य चौकी सतला सेवा रही निरन्तर सेवामा चाहिँ आई। 2071 सालदेखि स्वास्थ्य सेवा कार्यालय जाजरकोटबाट करार नियुक्ति लिई 2074 सालदेखि बारेकोट गाउँपालिकाबाट करार नियुक्ति लिई सेवामा निरन्तर रहनुभएका आदरणीय एकदम कर्मशील र संस्थाको प्लस मेरो व्यक्तिगत हिसाबले पनि सारथी र आम जनताको कसैको आँखामा नबिजाई निरन्तर सेवारत रहनुभएका आदरणीय दाई भागीलाल भुलको हिजो उपचार रहिराखेकै अवस्थामा अकस्मात हिजो बेलुका 6:30 बजे अकल्पनीय दुःखद निधन भयो र उक्त निधनले हामी सबैलाई भावविवल बनाएको छ। संयोगवश आज हाम्रो आधारभूत अस्पतालको डाक्टर रुपोटको टिमसहित आधारभूत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी साथीहरू पनि आउनुभएको छ। व्यवस्थापन समितिको अध्यक्षज्यू, कार्यपालिकाका सदस्यज्यू, छोराहरू र आम मलामी आफन्तजन दाजुभाइहरू को तर्फबाट हामी श्रद्धेय स्वर्गीय भागीलाल दाईलाई उहाँ बहालवाला कर नेपाल सरकारको राष्ट्र सेवक कर्मचारी भएको हैसियतले हामी 1 मिनट मौन धारणा गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। सुरु धन्यवाद। मृत आत्माको स्वर्गमा बास होस्।